जय गौ माता। योभन्दा पहिलाको भिडियोमा मैले हामीले अहिलेको कन्टेक्स्टमा अहिलेको समयमा दुध खाँदा उचित होला कि नहोला भनेर कुरो राखेको थिएँ र तपाईले देख्न सक्नुहुन्छ अहिले धेरै ठाउँमा धेरै डेरी फार्महरू छन् र दुध घिउ ताजा ताजा हामीलाई उपलब्ध गराइरहेका छन्। सबैलाई मन पनि पर्छ धेरै जसो दुध घिउ पनिर है। अझ भेजिटेरियनहरूको त त्यही नै मुख्य स्रोत हो प्रोटिनको हैन। तर हामीले बुझ्नुपर्ने कुरा यहाँ के छ भने कुनै पनि वस्तुको कुनै पनि प्राणीको जन्म कसैको गोठमा आजीवन बाँधिनको लागि हैन उसलाई हामीले पीडामा राखेर हैन उसको बच्चालाई उसको अधिकारको दूध नदिएर हामीले जुन दूध लिइरहेका छौँ त्यो एउटा भाइलेन्ट मिल्क हो। त्यसलाई व्हाइट ब्लड मिल्क पनि भनिन्छ। देख्दा सेतो भए पनि त्यसमा त्यो बाछाको आमाको खुनका आँसु छन् हैन। के हामीले त्यस्तो दूध खाएर हाम्रो शरीरलाई त्यो लाग्ला र के हामीले त्यो पैसा तिरेर हैन त्यो जुन एउटा क्रूरता भइरहेको छ ती गाईहरूलाई ती पशुहरूलाई त्यो क्रूरतालाई हामीले के समर्थन गर्ने त्यसलाई बढावा दिने। हामीले मुख्यतः बुझ्नुपर्ने कुरा के छ भने तपाईको जो दूध तपाईको जुन घिउको स्रोत छ त्यो कस्तो स्रोतबाट आइरहेछ के त्यो ठाउँमा त्यहाँ जन्मेका बाछाहरू त्यहाँ जन्मेका बाछीहरूले आफ्नो पाउने अधिकारको दूध पाइरहेका छन्। यी कुरा हामीले बुझेर ग्रहण गरियो भने यस हाम्रो आध्यात्मिक जीवन भौतिक जीवन र एउटा मनुष्य जीवन सफल होला भन्ने मेरो विचार छ। आजको लागि यति नै राखेँ। जय गौ माता।